शुभ प्रभात सबैमा अनि नमस्ते पनि ल। यो हाम्रो गाउँमा प्रादुर्भाव भएको भगवानको स्वरूप काई ढुङ्गाहरू, जसलाई अब भगवानको स्वरूपको रूपमा आस्था लिए यसैलाई विश्वासका साथ अनि यही ढुङ्गाको प्रादुर्भाव भएको ठाउँबाट मन्दिर बनाएका छन्। आमाहरूले एक दुई पैसा जोडेर रात चिसो नभनी यही ठाउँमा गई एक दुई पैसा जोडेर बनाइएको मन्दिर हो। आफैमा यो मन्दिर भनेपछि पवित्र स्थल हो र सबै यसैको लागि जुटेर बनाएका छन्। धेरै वर्षपछि आउने क्रममा यसलाई मैले पनि दर्शन गर्ने अवसर पाएँ, खुसी लाग्यो। यो आगरमा बनेको मन्दिर हाम्रो गाउँकै हो, हाम्रै आमाहरूद्वारा निर्माण गरिएको हो। खुसी लाग्छ आमाहरूले धर्मप्रति देखाएको विश्वास र उहाँको मनोकामना पुरा होस्, सुस्त स्वास्थ्य लाभको कामना है त सबै आमाहरूको।